चालू आर्थिक वर्षको 8 महिनासम्म नेपालमा 44 अर्ब 66 करोड रुपियाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागमा फागुनसम्म 44 अर्ब 66 करोड 3 लाख रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता 427 वटा उद्योगका लागि आएको छ। विभागका अनुसार फागुन महिनामा मात्रै 40 उद्योग स्थापनार्थ 17 अर्ब 79 करोड 86 लाख रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक प्रतिबद्धता आएको हो। फागुन मसान्तसम्म सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ। फागुनसम्म सेवा क्षेत्रमा 22 अर्ब 36 करोड 37 लाख रुपियाँ बराबरको प्रतिबद्धता आएको छ, जुन चालु आर्थिक वर्षमा प्राप्त भएको कुल प्रतिबद्धताको 54.13% हिस्सा हो। त्यस्तै पर्यटन क्षेत्रमा 17 अर्ब 90 करोड 75 लाख रुपियाँ, उत्पादनमूलक क्षेत्रमा 2 अर्ब 63 करोड 20 लाख रुपियाँ, ऊर्जामूलकमा 2 करोड 55 लाख रुपियाँ, कृषिमूलकमा 76 करोड 10 लाख रुपियाँ र पूर्वाधारमूलकमा 2 करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।